देख्न सक्नुहुन्छ भ्यू चाहिँ यस्तो छ आजको हैन। यता सानो डग पनि छ, हाम्रो बुढाबाजेको डग हो। यता हाम्रो केटाहरू यता छन्, यस्तो रमाइलो गर्दैछन्। साथीको डान्स चाहिँ उल्कै हो कि फेरि पहिला स्टेप स्टेप के भन्न चाहन्छु साथी? मान्छे हेर मान्छे के भन्न चाहन्छु भन न। जापानिज केटीले हेरेर लाज लाग्यो नाच्ने। जापानिज केटी देखाउँ न कहाँ जानु केटी? म चाहिँ बच्चनबाट होइन, र अहिले हामी यताको कुरा क्यास्टलमा आएको छौँ र एकदमै रमाइलो भइरहेको छ, देख्न सक्नुहुन्छ। अनि साथी चाहिँ यता के गर्दै साथी तिमी? पसिना देखाउँ। भाग्यमानी भयो। ढोगे भन्ठाने होला छ्याछ नापिस। तपाईँ जान्दा म 2-4 आर यु फिलिङ बेटर? एकदम। अब लाइटहरू बल्दैछ। अब एकैछिनमा लाइट बल्छ होइन गाइज, त्यही हो। प्रो म्याक्स त होइन केटा हो, त्यही पनि देखाइरहेको छु ल। के हो त्यो केटा हो? साह्रै चाहिँ फोटो खिच्दैछन् यहाँ। टक्क क्यामराम्यान त हाम्रो दाइ हो। फेरि मान्छे त हेन्समै हो केटो। अलिकति ढलेको छ नि पाना। ल ल हेर न, यिनीहरूलाई जति फोटो खिच्दा पनि पुग्दैन क्या। दाइ के भन्न चाहनुहुन्छ तपाईँ? के भन्नु पर्यो भाइ? के भन्न चाहनुहुन्छ? यहाँ हजुरले कस्तो फिल भएको छ? एकदम राम्रो छ। त्यो चाहिँ मन्दिरमा आएको हामी घुम्नको लागि लाग्यो हामीलाई झन्डै आधा घन्टादेखि 1 घन्टाको यो यात्रामा। एकदम राम्रो छ, सबैजना आइदिनु होला। यो हाम्रो के क्यास्टल रे? यो कोकुरा क्यास्टलमा आएको छ हामी घुम्नको लागि। राम्रो छ एकदम, सफा, निट एन्ड क्लिन। च्यानल छ बच्चन बोरा, उसको युट्युबमा गएर लाइक कमेन्ट सब्सक्राइब बेल आइकन सबै दबाइदिनु होला। ओके, साथी तिमी चाहिँ के भन्न चाहन्छौ? यहाँ आएर कस्तो फिल भइरहेको छ तिमीलाई? ए मेरो भाइ, ए मेरो छ्यासो मित्र, ए मेरो लडाकु, ए मेरो दाहिने हात, ए मेरो गोडिला, ए मेरो रातो आँखे। यहाँ भन्नुपर्दाखेरि यो राम्रै छ, ठिकै छ होइन। 3 चोटि आइसक्यो आजसम्म। यस्तो देख्न सक्नुहुन्छ। अब रमाइलो छ। अब त्यही हो, अलिकति बुझ्नु होइन। अब म भने जता राम्रो केटी छ त्यता यहाँ ढेँडक मान्यो। फेरि तिनीहरूले दामी भनेपछि फेरि असारे महिना सिमसिमे पानी परेकै राम्रो हो, रोपाइँको बेला आलो र पालो गरेकै राम्रो हो। वाह बाबा, वाह 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 वाह। असारे महिना सिमसिमे पानी परेकै राम्रो हो, रोपाइँको बेला आलो र पालो गरेकै राम्रो हो। घरमा रोपारको खाँचो भयो अरे, त्यसैले सानो तिमी माइत होइन, 2-4 दिन घरतिर आएकै राम्रो हो। ओ माई गॉड, गाइजहरु मेन्सन राखिदिनु होला। अर्को ल, कसलाई डेडिकेटेड? कसलाई हो यो? यो चाहिँ अब अहिले भुपु प्रेमीलाई ल। ल ओके, अहिलेको ल तातो तातो होइन खबर? भयो भयो, ओके। सके लाउरे नसके गोरु जोताउन अब, झुपडी छ महल मान्छौँ भने त्यसैलाई। बिग्रियो नि साथी, यो बिग्रियो, यो बिग्रियो। यो नहाल है, यो नहाल है, बेइज्जत हुन्छ। ल भयो ल। झुपडी छ। झुपडी त छ त नि, ल कहाँ छ झुपडी? झुपडी छ घर मान्छौ भने त्यसैले। के हो मैले अगाडिकै बिर्सेँ। ए ल, सके लाउरे नसके गोरु जोताउन अब, झुपडी छ घर मान्छौ भने त्यसैलाई महल सोचन अब। लाउरेले जति खुसी त दिन्छु भन्न सक्दिनँ, तर कसम मेरो भागको सारा खुसी तिमीलाई दिउँ अब। ओ माई गॉड, दिल छोयो गाइज यार। अर्को सुन्ने हो? ल सुनाउ न, तिम्रो कलाहरू देखाऊ आज यहाँ। ल गाइजहरू कस्तो छ साथीको सायरी भन्नु है कमेन्टमा। भ्यू यस्तो दामी छ गाइज, आएर हेर्न सक्नुहुन्छ। र हाम्रो साथीहरू यता हुनुहुन्छ। साथीले सायरी सोच्दैछन् कि छोडेर गयो तिमीले, के गरौँ हामीले त्यस्तै टाइपले सोचिरहन्। हेर म के भन्छन् साथीले है त गाइज। केटा हो यस्तो दामी छ यहाँ चाहिँ, लास्टै मन पर्यो मलाई। यता पनि राम्रो छ, भ्यू देख्न सक्नुहुन्छ केटा हो। ल दामी छ यहाँको भ्यू पनि है। यहाँ ताल टाइपको छ कि केटा हो। भुलेर गयो तिमी। माछा 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 त अघि नै थियो नि, उतै नि। ओहो माछा रहेछ केटा, अस्ति राति आएर देखेन है साथी। माछा पनि छ यहाँ गाइस, देख्न सक्नुहुन्छ।
कति ठुलो भाइ नेपालमा भाइ यो मात्र टङ्ग टाउको मारेर खाइदिनु है कति ठुलो माछा यार ल के लेख्यो यो खान्जीमा केही थाहा छैन केटा अस्ति ठुलो माछा के गाइस यार ओ माई गड अस्ति ठुलो के क्यामेरामा सानो देखियो होला गाइस अस्ति ठुलो अनि धेरै छन् कि ओहो कति धेरै हो माछाहरू यहाँ त झन् धेरै छ त यार गाइस माछा माछा भ्यागुतो यसपालिको तिज भन्ने गीत पुरानो भइहाल्यो ल सरी मिनासन 4वटा भ्लग बनाएको थियो कि हामीले यस्तो नभन न साथी आउँछ मामाहरू जामाहरू अब फोटो भिडियोमा धेरै इन्ट्रेस्ट छ उहाँहरूको हाम्रो त छैन सो त्यही भएर यसो रमाइलो गर्दा ओहो यता हेर्नु त गाइस वाट अ वन्डरफुल पहिला सुनेको हो कि आफै लेखेको आफै हो? बनाउनु सोचिरहेको छु क्या त्यो सुनेको त कसको लागि हेरे त्यो साइड चाहिँ यो त छोडेर जाने मान्छेको लागि यो चाहिँ मतलब भुपुमाया ए भुपुमाया त होइन नि त्यही त्यस्तै हो क्या त्यस्तै हो तर साइड डिफ्रेन्ट हो अघि असारे महिनाको र त्यो अघिको चाहिँ रिलेटेड हो ओके ल अहिले चाहिँ अब छोडेर जानेको लागि एउटा खतरा सोध्दैछु क्या सोच न मुला कहने एकछिन छोडेर गयो तिमी यादहरू छोडेर बाँच्न त बाँचौला आँसुहरू पुसेर अनि एकछिन म सम्झिन्छु यति सम्झ्यो दुखेकै गाई यार एक बारको जिन्दगी हो कान्छी त्यसैले रुनुभन्दा जिउनु हाँसेर ल ओहो यो ठिक छ फेरि जाओस् ल अब यो पनि बिर्सिन्छु क्या यो यहाँ गाई साथीको सारी आयो र यहाँ कस्तो हो यो कमल फुल फुल्ला फुल्ला टाइपको छ त बाँच्न त बाँचौला आँसुहरू पोखेर एक बारको जुनी हो कान्छी त्यसैले के छ र मरिलानु हाँस खुलेर ओहो अलिकति अझै भएन दामी छ एकछिन के ट्री हो यो ट्री त दामी छ त के ट्री रहेछ है कस्तो ट्री हो यार छोडेर गयो तिमी यादहरू छोडेर बाँच्न त बाँचौला आँसुहरू पोखेर एक बारको जिन्दगी हो साथी रुनुभन्दा के हो भन्दा खुसी भएर बाँचेर देखा हो ओहो ठिक छ यो पनि ठिक छ प्रयास राम्रो छ एक बारको जिन्दगी हो हाँस्न खुलेर धोती खोल रहा है तिमी रोगो मैले गर्दा हो मैले हानेर हामी कहाँदेखि आएको यार साथी बाटै थाहा नहुने रहेछ है अब फेरि यस्तो घुम्ने उतै पुग्ने हो क्या अनि अस्ति हामी मायाकोटी यहाँबाट यतैबाट भित्र छिरायो भने पुग्ने त रहेछ नि यहीँ आएको होइन अस्ति मलाई हो यहाँ आएर त्यो बुढोलाई सोध्यो भने बुढा काटेर कहाँ हो त हामीहरू यहाँबाट त अस्तिकै ठाउँमा पुग्ने रहेछ यताबाट त हामी अस्ति त्यो उता टिकटक डान्स गरेको ठाउँ होइन त यस्तै हुन्छ गाइजहरू अर्काको सहर हो बाटो थाहा हुँदैन राम्रोसँग हिँड्नुपर्छ अस्ति यहीँ यहाँ रहेछ अनि हामी क्यास्टल भन्दा हिँडेर तिमी डोल्पा भन्यो नि अब तिमी सिन्धुपाल्चोकमा हामी तिमीलाई हत्तपति के थाहा छैन मलाई थाहा हुन्छ जस्तै अब म तिम्रो गाउँ डोल्पामा गयो भने तिमीलाई थाहा हुन्छ यो बाटो त्यो बाटो मलाई थाहा हुँदैन नि त्यो मान्छे पनि के रहेछ भने त्यो मान्छे टोकियोमा बसेर यहाँ आएर थियो क्या होला तिनटाहरू बनाउला सानो घर प्रेमको घुम्टो होडी बसौला जीवनभर नियतिले छल गर्यो तिमीलाई दिन्न भो छुट्नै परे माया अनि के छ त्यहाँदेखि पागन अनि साथी भाइ दर्शन नमस्ते है सबैलाई दुःख बन्नु यस्तै रहेछ को आफ्नो विदेशमा को पराई यहाँ बेग्लै सोचाइ आइपुगे म पनि केही गर्नलाई मेरो स्तन मैले यहाँ बहिनी मन भने सान्दानी उतै छ हाम्रो नेपालमा प्यारो नेपालमा अब कुन गाउने ठुलो बुट्टे रातो सारीमा तिमी राम्री देखिन्छौ मिना नो निहोङ्गो मिन्दैन निहुनको कोकुरा क्यास्टल मुला पागल यहाँदेखि भित्र हो के भित्र हो भने
कहिले हेरौ हल्ला सगुनी के हो के हो मैले कहिले सुनेन गीत एउटा कुरा भन्छु साथी भन बाङ्गे खाके पुरै बट्टारे खाके गट्टारे नाङ्गो छ के भनौँ होइन सिधा पनि हुँदैन कि जति चाहिँ पनि सिधा हुँदैन पुरै बटारे खा मलाई अचम्म लागेर आउँछ कहिले काहीँ देख्दाखेरि यार यहाँ यस्तो रुल्सहरू दामी हुन्छ जापानमा होइन र अर्को कुरा रुल्स यति धेरै कडा छ कि यति धेरै डिसिप्लिन छ कि जापान होइन मैं एक्सप्लेन नहीं कर सकता हूँ लेकिन बहुत अच्छा लगा मुझे स्ट्रगल करना चाहिए सब लोग अपने अपने सपना देख के इधर आए हुए हैं नेपाल से इंडिया से और कितने कंट्री से आए हुए होंगे लेकिन सब लोग को अच्छे से मेहनत करना चाहिए अपना माँ बाप का दुख पीड़ा बुझना चाहिए इसलिए सब लोग को मैं क्या बोलता हूँ अच्छे से मेहनत करो अच्छे से स्ट्रगल करो एउटा खाडीमा भेटौँला भन्थ्यो मोरेले त एप्लसी हानेर मऱ्यो नि त्यसका बाजे भन्ने सुने हौ धन्यवाद रेठे भाइ तर एउटा कुरा गाइज अस्तिभन्दा धेरै गर्मी छैन नि अहिले जापानमा गर्मी जान लागिसक्यो होइन अब हिरो एसएमई आउनु बाँकी छ केटा हो गर्मी अहिले गर्मी भएको छैन अहिले साइकलको प्याडल हान्दाखेरि कहिले होला क्या साथी यसरी जापानमा मायापुरी ट्याक्क मुजा आफ्नो हेर 5 स्टार होटेल बनाउने 5 स्टार होटेल त सकिँदैन कम्पनीको म्यानेजरसम्म चाहिँ पड्काउनलाई कि म्यानेजर सकिन्छ आँट गर साथी गोर्खाली वीर गोर्खाली हामी जे पनि खाली चन्द्रसुरे अहिले तिमी भन मात्र नि यहाँको माछा त म टाउकोमा ड्वाङ हेरेर मारेर खान्छु त्यस्तो गरेर नै साथी ठिक छ त्यो अब आफ्नो आफ्नो ड्रिम भन्छ मेस्सीको बाउ मऱ्यो त मेस्सीको बाउ जोज्री मेस्सी हो मऱ्यो नि मुला त्यही भएर हाम्रो नुन सकिएर है त्यही भएर नुन सकिया रहेछ मुला रोनाल्डोले कमेन्ट गरेको थियो नि मेस्सीको पोस्ट मुला देखेन यस्तो हेर्दैन तिमीले अनि जापानको मान्छे सुन न त मोबाइलै छैन हेर्नलाई मोबाइलै छैन माछा के भन्नु त्यो गीतको बारेमा त्यो छ नि दुर्गेश थापाको नयाँ गीत आएको थियो फेरि अब दुर्गेश थापाले त्यो म्याथ सिक्ने भयो वालाको म्याथ सिक्ने अब पुरै हुन्छ नि के भन्नु साथी अब निकाल्नेले निकाले छन् गर्नेले गरे छन् बनाउनेले बनाएको छन् तर दुर्गेश थापाको गीत यस्तै हो जहिले पनि होइन हाम्रो देश होइन मुला बहुभाषिक धार्मिक बहुसांस्कृतिक जातीय एकदम खतरा कन्ट्री होइन हाम्रो देशको कलाकारहरू हाम्रो देशको इज्जत हुन् शान हुन् र के गर्छ खुट्टा पुरै काँधमा राखेर डान्स गर्छ के भन्ने हामीले अब हराउन जन्मेका हौ हराउ केटा बिदा छ गएको हराउ सिला ल भेट्यो खोज्दा हैरान भिडियो के थाको हामी कस्तो भोलिमा सारे अरूको अहिलेसम्म कहाँ गयो तपाईँहरू तिमीहरू चाहिँ कहाँ गएको त हामी त एक राउन्ड हानेर आएको हामी तिमीहरूलाई खोज्ने तिमीहरूले हामीलाई खोज्ने भयो क्या त्यही हो अनि हाम्रोलाई के छ कस्तो छ तिमीहरूलाई हामी खोज्दै हिँडेको थियौँ लास्टसम्म भेट त भयो जान्छ हामीले तपाईँहरूले खोज्दै हिँडेर तपाईँहरूलाई मैले एउटा दामी देखाउँछु होइन लाइट दामी छ क्या गाइस तपाईँहरूले म देखाउँछु जस्ट वेट हाम्रो अनिल साथी धान र हाम्रो दुईवटा दाइ यता साथीले अस्ति यहाँले म्याप हेरेर घर पुग्दाखेरि चाहिँ पुलिस स्टेसन पुऱ्याइदियो क्या पुरै उही हो चोर जस्तो रोक्न बस नि ल साथीहरू हेलो दामी जय नेपाल जय जापान हाम्रो केटाहरू चाहिँ अगाडि छ गाइजहरू म चाहिँ पछाडि छु मेरो फोटो नि खिच्दैन नि मेरो फोटो खिचिनन् अब खिचे आइफोन छ भनिकन अगाडि आयो हिँड्ने खटिहाल्छु नि ओइ पानी पर्न आँट्यो त केटा हो राम्रो हुन्छ है दामी छ भ्यू गाइस देख्न सक्नुहुन्छ नाइट भ्यू यता राम्रो मामा यता हुनुहुन्छ मर्नु भइसक्यो सकिने है केटा सबैको सहमति बिनामा मासु ल्याउने भए भात म पकाइदिन्छु नखाने म यार मासुदेखि एलर्जी छ साथी साँच्ची भने क्या मासु खायो भने यस्तो पेट दुख्छ क्या मेरो लास्टै हो साँच्ची भने म त अहिले भनिदिन्छु है साथी म त भ्लगमै भनिदिन्छु है
मासु ल्याउने भए आज म पकाउने हो, मासु नल्याउने भए म पकाउँदैन आज 2 फिट 1 फिट तर के दामी है केटा हो ओइ अब मेरो साइकलको राइड छैन तिमी बिचमा आउनु पारिहाल्छ तिमी बिचमा आउन सुन्दर शान्त तर लास्ट सुसु आएको दाइ यार कहाँ जाने हो त यार पनि आज यहाँनिर हल्ला गर्ने चाहिँ हामी मात्रै हो यार साँच्ची नेपालीहरू जाने हल्ला गर्ने चाले पागल मुझ मेरो हातदेखि अहिले कस्तो नरम तरिकाले टच गरेको गाइज यार साले बाँदर अब चाबी पनि ब्यागमा छ होला त्यो हारौँ ल म हालिदिइहाल्छु नि यसो साइकल निक्लिसकेको छ गाइज ए ढल्यो 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 कहाँ त्यहीँ भने ओके फाइन हान्यो क्या अब बाई, 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 लास्टै हो बाई। यहाँबाट हामी अब निस्किन लागेका छौँ बाई 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 यो ल बाई हाम्रो ल बाई ए बाई यता बालन दाइलाई यो कुरा क्यास्टलको अन्तिम भ्लग नै हुनसक्छ हामी अब ल। डराइ डराइ आउँदैनौँ हजुर, एकदम। पहिलोचोटि आउनु ल ओके मलाई ओके, सेतो देख्नु guys। पऱ्यो लाइक कमेन्ट सब्सक्राइबर ओके। हाम्रो बच्चन भाइको युट्युब च्यानलमा गरिदिनु पऱ्यो सबैजनाले ओके गाइज माया छ ल थ्याङ्क यू सो मच